나 되는 게, 주시들이야. र 애니 आजको विषय चाहिँ 가장 롱근 쉐바기 अ, 제베기 된다 제비나 डोगोन्छुपाको संक्षिप्त ग्रन्थको आधारमा भन्ने हो भने 원래 된 sambar अ, 차오기 된 रचनासँग जोडिएको 제사 परिचयात्मक 제베스 विषयहरू, मूल विषय र समापन 디나 सारांश भन्ने 라마데다 तीनवटा विषय 이거 급기 र 된 त्यो भित्रबाट नि दोस्रो मूल विषय रहेको छ। 급기 된 될래야 아 दोस्रो मूल विषयमा पनि 소변도 뭐 유럽에 공도 제대로 अ, 차오고 소변도 गुरुको 교회도 आश्रय लिनु अघि गर्नुपर्ने कार्य र 이열세 गुरुको आश्रय 디나 लिइसकेपछि गर्नुपर्ने कार्यहरू गरेर 뭐 दुईवटा 유럽에 रहेको छ 공 र 제대로 차와 대한다 त्यो 하고 मध्येबाट पनि 좀 난세 गुरुको 제베스 आश्रय लिनु अघि गर्नुपर्ने 지를 कार्यहरू, 흐르는 소원도 त्यसमा चाहिँ कस 엔체다 뭐 गुरुलाई कसरी 제바스 뭐 제대로 차와 अनुरोध गर्ने भन्ने र विशेष गरी 제바다 गृहस्थ वा कनिष्ठलाई कसरी अनुरोध गर्ने भन्ने र त्यो एक अर्कामा विश्वास जगाउन गरिने सम्बन्धको 다 परीक्षण 디나로네 अथवा जाँच रहेछ। र त्यो मध्येबाट पनि 제바스기 र आज चाहिँ 균제 숨바 제바다 버티 तेस्रो 제바다 버티 जुन अब एक अर्कामा विश्वास जगाउन गरी सम्बन्धको 근데 परीक्षण 니세베도 भएको छ 제바다 버티 텔라야 베 र 나샤베 त्यसमा पनि विभाजन गर्ने हो भने 다베기 승이다 अ, सम्बन्धको जाँच गर्नुपर्ने कारण 다하나 신기 바다 제바다고 균제한다 하는 승이지 र त्यसै गरी योग्यता दुईवटा रहेको छ। सम्बन्धको जाँच गर्नुपर्ने कारण र योग्यता 다데네 दुईवटा रहेको छ। 제바다고 균제한 텔라야 र यसै गरी सम्बन्धको जाँच गर्नुपर्ने कारणमा पनि विभाजन गर्ने हो भने त्यसलाई विभाजन गर्ने हो भने वरे अ, 제바다고 균제한 승이지 체 근데 산다 디나 당보tin 제바다고 그래서 균제한 데 버지 सम्बन्धको जाँच गर्नुपर्ने कारण आज प्रस्तुत 제바다고 균제 한 제종으로 गरिँदैछ। 치면 제바도 제비네요 र त्यसै गरी जे चोङखापाको ग्रन्थ व्याख्या अनुसार भन्ने हो भने 제야 가서 अस्ति भने जस्तै गरेर 조르다고 제대로 시험하자 देशना प्रस्तुतिकरण तीन विषय 다 गुरु 디나 आश्रय लिने 당보 विधि, गुरु 라마라 आश्रय लिने 주베세 विधिको व्याख्या गर्ने 구버주베 समय, 라마라 구버차 देशना दिशा 구버주베스 구베 유다 딱 땡딱 र त्यसमा नि 세바다 गुरु 디나 आश्रय लिने विधि, गुरु आश्रय लिने 다 सामान्य विधि, 디나는 गुरु आश्रय लिने विधि, गुरु आश्रय 지베 लिने विधिको 땡다 सारांश 다 드링거 수업하듯 숨바 구베 유다 땡딱 차도 तेस्रो रहेको छ आज चाहिँ। 아세기와 니 र 벤즈 다그 균세 다네 방랑샤의 주 제시나 바니 다 디난 당보 벤즈 다그 균세 데 एकअर्कालाई 다데야 परीक्षण गर्नुपर्ने 벤즈 다그 균세 विषय रहेको छ। 스제 되다 되도 एक अर्कालाई जाँच्नुपर्ने कारण चाहिँ यहाँ रहेको छ। 라마타네 라마타 충벌 탐지 냠저베 냠규르베 거유 गुरु 탐보 तथा 냠베 शिष्यहरूका समान रूपमा समयहरू भ्रष्ट हुने भएकाले, शिलहरू भ्रष्ट हुने भएकाले 다 वीरहरूले 디시기 सर्वप्रथम गुरु तथा 라마고 शिष्यको 유다 सम्बन्धको जाँच 탐베 गर्नुपर्दछ भने यसले चाहिँ एकअर्कालाई परीक्षण गर्नुपर्ने कारणहरू यहाँ प्रस्तुत गर्दछ। 뭐야 인도 보세 다 대시 인주산 다 가상오만 쉬우는 다 가상오만 अस्ति भने जस्तै गरेर हामीले 중국这些知名有个龙长线的가상오만中国这些知名有个龙长线的 ढुकुर डेल्सिनको ठिमे होको जुन 아니 अ, 가상오만 세 갈라 버스나 ग्रन्थमा चाहिँ कसरी के भन्छ 다 भन्दाखेरि 대시 겁리야 जुन मन्त्रको साधना गर्ने बेला चाहिँ अभ्यास गर्ने बेला ngage je wanchu longsum shu sege जुन lama lama अभिषेक आदि desi ग्रहण गर्ने जुन desi गुरुहरू छ, प्रदान गर्ने गुरुहरू कस्तो tenda चाहिन्छ go be भन्दाखेरि चाहिँ abina उहाँहरूको tyu ga nang lo आश्रय चाहिँ के हो भने त्यसमा tyu ga nang lo de ग्रन्थहरूमा tyu de lama तन्त्रहरूमा के ten भन de la min ba ni ani shi त्यसमा so के be ge बताएको la छ la भने so gong gu cho du do ji la bya la so be ge ba long chang che ne गुरुहरूलाई चाहिँ हामीले ग्रहण गर्नुपर्छ र da उहाँहरूको चाहिँ ten da de me de गुरुहरूमा चाहिँ जो me de दोषहरू ge छ ma छैन, ge ge la गुरुहरूको so ma de लक्षणहरू छ छैन त्यो चाहिँ हामीले जाँच गरिरहनु Adi आवश्यक ten छैन। bachi ba sung र se गुरुहरूको चाहिँ हामीले lama चाहिँ ya ten sha na राम्रो गुणहरू adi मात्रै adi sing se ge हेरेर ba se उहाँहरूको adi आश्रय लिँदा पनि हुन्छ भनेर ten je ba ye se ge ne त्यस्तो प्रकारले चाहिँ हामीले साधना गर्दा पनि हुन्छ भन्ने व्यक्तिहरू पनि हामीले ya ta di हुन्छ। adi se ya र di तर पनि त्यो se भन्ने ge ju व्यक्तिहरू चाहिँ sanga ga lama tin su ni त्यो se be चाहिँ जुन ge अब वज्रयान अन्तर्गतको गुरु आश्रय yu लिने जुन तरिकाहरू छ एउटा मूर्खहरू हो, त्यो sanga ge नजान्ने lama मूर्खहरू हो, जुन सही तरिका adi ten sha नजान्ने de मूर्खहरू हो भनेर बताएको छ। sanga ga na lo le ya
जुन वज्रयानभित्र सर्वप्रथम हामी वज्रयानमा प्रवेश गर्दाखेरि हामीले जुन वाङहरू अभिषेकहरू लिन्छौँ र त्यो हामीले ग्रहण गर्ने गुरु चाहिँ सबैभन्दा पहिला हामीले उहाँ लक्षणले युक्त छ छैन भनेर चाहिँ गर्नुपर्छ भनेर चाहिँ भगवान बुद्ध आफैले भन्नुभएको छ। त्यो चाहिँ कसरी बताएको छ भन्दा अहिले हामीले जुन गुरु पञ्चाशीमा विभिन्न ग्रन्थहरूको माध्यमहरूबाट बताइएको छ। गुरुको आश्रय लिनुभन्दा अगाडि चाहिँ गुरुको के भन्छ लक्षणहरू उहाँहरूको योग्यताहरू चाहिँ जाँच गर्नु परीक्षण गर्नु अति नै महत्त्वपूर्ण छ र उहाँहरूलाई चाहिँ आश्रय लिइसकेपछि पनि हामीले चाहिँ गुरुहरूको चाहिँ दोषहरू देखियो अथवा गुरुहरू चाहिँ लक्षणले युक्त नभएको थाहा पायो भने हामीले चाहिँ एकदम राम्रो प्रिय वचन राम्रोसँग बोलेर चाहिँ तपाईँ चाहिँ अब एकदम नराम्रो रहेछ, तपाईँकोमा चाहिँ अब लक्षणहरू पुगेको रहेन रहेछ भनेर त्यस्तो चाहिँ नभनिकन गुरुहरूलाई केही कुरा धन सम्पत्तिहरू चढाएर गुरुहरूलाई दक्षिणाहरू चढाएर एकदमै उपायले युक्त भएर चाहिँ नेपालीमा अब के भन्छ आइडिया लगाएर हामीले चाहिँ गुरुहरूबाट चाहिँ बिस्तारै अलिकति सम्बन्धको बिचमा एउटा गुरुहरूबाट टाढा हुनुपर्छ भनेर त्यो भएको कारणले गर्दाखेरि गुरुहरू यस्तो छ भने गुरुहरू आश्रय लिनुभन्दा अगाडि पनि हामीले जाँच गर्नुपर्छ भन्नु पर्यो र त्यस्तै हामी गुरुको आश्रय लिइसकेपछि पछि गुरुको अब लक्षणहरू नभेटेको खण्डमा हामीले अब सही तरिकाले चाहिँ हामी गुरुबाट चाहिँ टाढो जानुपर्छ र त्यस्तो प्रकार गुरुहरूको पछि चाहिँ लाग्नु हुँदैन। यदि हामीले चाहिँ गुरुको लक्षणहरू जाँच गर्नु मिल्दैन पर्दैन भन्छ भने बुद्धले त्यस्तो भन्नु त एउटा व्यर्थ हुन्छ होइन। त्यही भएको कारणले जुन यो ठिम्ने हो ग्रन्थमा जुन प्रकारले चाहिँ परीक्षण गर्नुपर्छ भनेर बताइएको छ त्यही कारणले परीक्षण गर्नु चाहिँ अति महत्त्वपूर्ण हुन्छ। हामीले चाहिँ एउटा शङ्का जस्तो चाहिँ के आउन सक्छ भन्दाखेरि अब हामीले चाहिँ अब गुरुको परीक्षण गर्नुपर्छ भनेर भनिरहँदा हामीलाई एउटा कस्तो एउटा प्रश्नहरू आउन सक्छ भने अरूको जुन अरूमा भएको गुण र जुन दोषहरू चाहिँ हामीले अब चाहिँ सही तरिकाले उहाँको त्यस्तो प्रकारले परीक्षण गर्ने त्यो चाहिँ हामी चाहिँ दोस्रो व्यक्ति चाहिँ उहाँहरूको चाहिँ अब ज्ञानहरूले युक्त छ भने गुण दोषहरू चाहिँ त्यो बाहिरको जुन रूपहरू छ बाहिरी रूप उहाँको हाउभाउ छ त्योलाई हेरेर चाहिँ हामी त्योबाट चाहिँ हामी गाह्रो हुन्छ र हामीले हेर्ने चाहिँ केलाई भन्दाखेरि मनसन्ततिमा भएको ज्ञानलाई चाहिँ हामीले हेर्नुपर्ने छ। यदि हामीले त्यसरी हेर्दाखेरि जुन हामीले दोष र जुन गुणहरू छ त्यो बाहिरी रूपलाई मात्रै हेरेर चाहिँ भित्रबाट चाहिँ उहाँ चाहिँ हामीले चाहिँ अब हेर्दाखेरि भित्रबाट गुण भित्रबाट चाहिँ गुणले युक्त भयो भने बाहिरबाट हामीले चाहिँ अब दोषहरू देख्यो भने चाहिँ कसरी कस्तो हुन्छ भन्दा चाहिँ भित्र ज्ञानहरू नभए पनि गुणहरू नभए पनि बाहिर चाहिँ एकदमै अब ज्ञान भएको जस्तो देखाउने व्यक्तिहरू पनि हुन्छ र त्यो भएर चाहिँ हामीले बाहिरको जुन एउटा बोली वचन र शरीरको यसको हावभावलाई हेरेर हामीले चाहिँ यो चाहिँ यस्तो रहेछ उहाँ चाहिँ यस्तो रहेछ भने हामीले निश्चित रूपमा भन्न गाह्रो हुन्छ। कुनै व्यक्तिको चाहिँ एउटा उहाँको स्वभाव चाहिँ अब गुणले युक्त छैन दोष छ छैन भन्ने कुरा चाहिँ अन्य व्यक्तिहरूले चाहिँ हामीलाई एउटा मूल्याङ्कन गर्न सक्छ भन्दाखेरि चाहिँ यो प्रश्न चाहिँ एक तरिकाले हेर्दा यो चाहिँ एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। हामीले चाहिँ यदि मूल्याङ्कन गर्न सक्छ भनेर भन्दाखेरि चाहिँ थाहा पाउन सकिन्छ भन्दाखेरि चाहिँ हामीले अरूको जुन मनसन्ततिमा भएको गुणहरू चाहिँ छ छैन भन्ने कुरा चाहिँ हामीले परीक्षण गर्न सक्छ सक्दैन भन्दाखेरि चाहिँ जुन लुङ देशी आदिबाट चाहिँ भगवान बुद्धले चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ व्यक्तिले व्यक्तिको मूल्याङ्कन गर्नु हुँदैन। यदि एक व्यक्तिले अर्को व्यक्तिको मूल्याङ्कन गर्छ भने तिनीहरू भ्रष्ट हुन्छ। यदि भिक्षुहरू
म वा म जस्तो कसै व्यक्तिको मूल्याङ्कन गर्न उचित जस्तोले मात्र त्यस्तो प्रकारको मूल्याङ्कन गर्न सक्छ भन्ने त्यो मान्छे चाहिँ कस्तो छ त्यो व्यक्ति राम्रो छ कि नराम्रो छ त्यसको राम्रो पक्ष नराम्रो पक्ष के हो छ भनेर चाहिँ बाहिरी एउटा रूप हेरेर चाहिँ हामीले हावभाव हेरेर त्यसमा आधारित भएर चाहिँ हामीले देखेको आधारमा चाहिँ होइन आफ्नो विचार अनुसार त्यसलाई यो अब हामीले चाहिँ यो मान्छे चाहिँ राम्रो रहेछ यो मान्छे चाहिँ नराम्रो रहेछ भनेर हामीले एकैचोटि निश्चय गर्नु चाहिँ निर्णय गर्नु चाहिँ गाह्रो हुन्छ हामीले चाहिँ हामी अलिकति अब मूर्ख तरिकाले होइन आफूले यो मान्छे चाहिँ यस्तो रहेछ भनेर चाहिँ हामीले के कस्तो त्यो व्यक्ति कस्तो छ भन्ने कुरा चाहिँ निश्चय गर्नु वा निर्णय गर्नु त्यो चाहिँ एकदमै गाह्रो कुरा हो र म जस्तोले मात्र यो चाहिँ गर्न सक्छ भनेर यदि बुद्ध जस्तो बुद्ध अथवा भगवान बुद्ध अथवा भगवान बुद्ध जस्ता त्यस्ता ज्ञान भएको व्यक्तिहरूले मात्र चाहिँ अरूको मूल्याङ्कन गर्न अरूलाई गर्न सक्छ भनेर बताउनु भएको छ त्यो भएको कारणले गर्दाखेरि मान्छेको जुन एउटा मूल्याङ्कन चाहिँ अन्य एउटा व्यक्ति साधारण व्यक्तिले अर्को व्यक्तिको चाहिँ मूल्याङ्कन गर्नु हुँदैन भनेर भनेको आर्य नागार्जुनले रचना गरेको जुन तौठा यपा भन्ने जुन एउटा ग्रन्थ छ त्यसमा के भनेको छ भन्दाखेरि चाहिँ त्यसको जुन भित्र बताएको ग्रन्थमा के भनेको छ भन्दाखेरि भगवान बुद्धले चाहिँ अजात शत्रुलाई बताउनु भएको जुन हामीले अब सम्मान गर्नुपर्ने अथवा यदि राजकुमार चाहिँ सानो भए पनि भविष्यमा चाहिँ त्यस्तो प्रकारको जुन अब राजकुमार चाहिँ अहिले सानै र भए तापनि पछि चाहिँ त्यो राजकुमार चाहिँ पछि राजा हुन सक्छ राजा हुन सक्ने आशा छ र राजा हुन सक्ने सम्भावना भएको कारणले त्यस्तोलाई चाहिँ असमान चिन्ह भन्छ बुद्धले के भन्नु भने हे अजातशत्रुलाई हामीले चाहिँ उहाँलाई पनि तिमीले चाहिँ अब सानो राजकुमार देख्यो भने त्यसलाई चाहिँ हामीले अब के भन्छ नर्मल शब्दमा भन्दाखेरि चाहिँ हेप्नु हुँदैन त्यसलाई सम्मान गर्नुपर्छ यदि अहिले त्यो प्रकारको राजा चाहिँ राजकुमार चाहिँ सानो भए तापनि भविष्यमा गएर त्यो चाहिँ ठुलो राजा बन्न सक्छ त्यही बेला तिमीलाई ठिक पार्नु त्यही भएर चाहिँ त्यसरी सम्मान गर्नुपर्छ र हामीले चाहिँ जुन एउटा सानो सर्प छ भने त्यसलाई चाहिँ हामीले चाहिँ अब आस्था गर्नु हुँदैन भनेर किनभने त्यो चाहिँ ठुलो त्यसमा चाहिँ एकदमै विषले युक्त त्यो विषले चाहिँ मान्छेलाई मार्न सक्ने भयो त्यसलाई चाहिँ हामीले चाहिँ जुन सम्मान गर्नुपर्छ त्यसमा हामीले व्यवस्था गर्नु त्यसै गरी एउटा आगोको एउटा छिट्टाले पनि त्यसलाई एउटा ठुलो पहाडै जलाउन सक्ने शक्ति भएको त्यसलाई पनि हामीले चाहिँ एउटा व्यवस्था गर्नु हुँदैन त्यसलाई हामीले सम्मान गर्नुपर्छ भनेर बताएको छ त्यसै गरी जुन गेतुल अथवा समनेर सानो भएको एउटा छ भने पनि लासाको डायलगमा चाहिँ मिन्चुङ भनेर भनिन्छ त्यस्तो प्रकारको भिक्षु सानो उमेरको भए तापनि त्यस्तो प्रकारको भिक्षुलाई चाहिँ हामीले चाहिँ हेला गर्नु हुँदैन भनेर भनिन्छ किनभने उहाँ चाहिँ पछि गएर चाहिँ उहाँ चाहिँ आर्यको रिद्धिहरू प्राप्त गर्नु सक्ने सम्भावना रहेको कारणले उहाँ सानो रहे तापनि त्यस्तो प्रकारको भिक्षुलाई चाहिँ हामीले चाहिँ हेप्नु हुँदैन व्यवस्था गर्नु हुँदैन भने यसबाट मुन देखाउनु खोजेको के भन्दाखेरि अरूलाई हामीले के भन्छ सम्मान नगर्ने अरूलाई आफूभन्दा सानो नीचको देख्ने भने यो व्यक्ति चाहिँ यो चाहिँ यस्तो प्रकारको जुन ज्ञानले युक्त भएको छ यो चाहिँ जुन अब ज्ञान छैन दोषहरू छ भनेर हामीले त्यसरी निर्णय गरेर त्यसरी भन्नु चाहिँ हुँदैन भनेर र अरूको मनमा के सम्झिँदैछ उसको मनमा के छ उहाँको मनोसन्तिमा कस्तो प्रकारको गुणहरू छ उमा शक्ति कस्तो छ
उहाँ चाहिँ बुद्ध बोधिसत्वको निर्माणकाय हो होइन भन्ने त्यो प्रकारको जुन हामीले थाहा हुने हामीले सामर्थ्य छैन। अहिले हामीले यसो हेर्दाखेरि चाहिँ कुनै व्यक्ति चाहिँ एउटा अब एकदम गरिब, एउटा खान पनि नभएको, खानेकुरा पनि नभएको, एउटा लगाउने लुगा पनि नभएको, त्यस्तो प्रकारको भए तापनि भविष्यमा चाहिँ त्यो मान्छे चाहिँ धनी बन्न सक्छ र पछि गएर चाहिँ त्यो मान्छे एउटा राज्यको होइन एउटा देशको एउटा मन्त्री जस्तो पनि बन्न सक्छ। त्यसको चाहिँ हामीलाई थाहा हो। त्यही भएको कारणले गर्दाखेरि आजकल हामीले के देख्न सक्छौँ भन्दाखेरि यो जस्तो प्रकारको व्यक्तिहरू पनि अब यो होटेल जस्तोमा आयो भने त्यसलाई चाहिँ हामीले त्यसले राम्रो लुगा लाए पनि अनुहार राम्रो लुगा लाउने, राम्रो अनुहार भएका त्यस्तोलाई अलि राम्रो हो जस्तो हामीले व्यवहार गर्ने र यसो हेर्दाखेरि लुगा राम्रो नलगाएको, जुन अनुहार राम्रो नभएको त्यस्तो त्यस्तो व्यक्तिलाई चाहिँ यो मान्छेसँग चाहिँ पैसा छैन भनेर हामीले चाहिँ जुन एउटा हेला गर्ने जुन एउटा विषय जुन एउटा आचरण छ त्यो चाहिँ वास्तवमा भन्दाखेरि चाहिँ खास भन्दाखेरि हामीले अब धनी व्यक्तिले चाहिँ एउटा धनी व्यक्ति चाहिँ अब साधारण लुगा लगाएर आउनु पनि सक्छ र उहाँले चाहिँ दोकानमा चाहिँ पसलतिर आएर चाहिँ सामान किन्दाखेरि चाहिँ त्यो बेला मात्र हामीले त्यो व्यक्ति कस्तो छ भन्ने कुरा हामीले त्यहाँ त्यति बेला मात्रै भन्न सकिन्छ। त्यति बेला हामीले जुन पसलहरूमा चाहिँ दोकानहरूमा चाहिँ त्यस्तो व्यक्तिहरू आउँदाखेरि चाहिँ हामी चाहिँ सबै बराबर समान रूपमा हेर्नुपर्छ र धनी गरिब जे जस्तो किन्नु सक्छ सक्दैन भने जे जस्तो हामीले त्यो चाहिँ हामीले भन्नु नसकिने भएको कारण उहाँले समान व्यवहार गर्नुपर्छ भनेर भन्न खोजेको। त्यसै गरी छेमन नाम्गे भित्र के भनेको छ धेरै कुराहरू बताइएको छ र त्यसको मूल अब संक्षेपमा त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि कुनै व्यक्तिमा चाहिँ भएको दोष र गुणहरू चाहिँ उहाँको मनमा चाहिँ उहाँको मनसन्ततिमा चाहिँ उहाँसँग चाहिँ के भन्छ दोष गुणहरू के छ भन्ने कुरा चाहिँ हामीले त्यस्तो प्रकारको जाँच्न सक्ने क्षमता चाहिँ हामीसँग हुँदैन, हामीले देख्दैनौँ। उहाँहरूको मनसन्ततिमा भएको दोष र गुणहरू चाहिँ उहाँको जुन एउटा जुन शरीर र जुन बोली वचनको एउटा हावभावमा हेरेर चाहिँ हामीले मनभित्रको कुरा चाहिँ हामीले उहाँ कस्तो छ, उहाँको गुणहरू के छ भन्ने कुरा चाहिँ हामीले बताउन सकिन्छ भनेर भन्छ। उहाँको जुन मनसन्ततिको गुण र दोषहरू हामीले देख्न त सक्दैनौँ, तर पनि हामीले चाहिँ उहाँको जुन बाहिरी रूप हेरेर चाहिँ हामीले चाहिँ मूल्याङ्कन गर्न सक्छौँ भनेर भन्छौँ। त्यो चाहिँ त्यो निश्चित छैन। किन भन्दाखेरि जुन हामीले चाहिँ बाहिरी रूप बोली वचन र रूप हेरेर चाहिँ त्यो भित्र मनसन्ततिमा भएको गुण र दोषहरू चाहिँ हामीले जस्ताको तस्तै हामीले बताउँछौँ, एकदमै कठिन छ। किन भन्दाखेरि बोली वचन र जुन शरीरको हावभाव त्यो चाहिँ हाम्रो आफ्नै विचारबाट उत्पन्न हुने जुन उहाँको हावभाव हेरेर होइन त्यस्तो देखाउने भएको कारणले गर्दाखेरि चाहिँ जुन अब हामी चाहिँ रिस रागहरू भएर पनि नभएको जस्तो र त्यस्तो रिस राग मोहहरू भए तापनि नभए जस्तो गर्ने त्यस्तो चाहिँ देखाउन सक्छ। त्यो चाहिँ हामीले चाहिँ एउटा हाम्रो चाहिँ बुद्धिले दिमागले चाहिँ विवेकले चाहिँ त्यसलाई विभिन्न प्रकारको रूपहरू देखाउन सक्ने कारण भएको कारणले गर्दाखेरि त्यसलाई चाहिँ हामी बाहिरी रूप हेरेर चाहिँ यो मान्छे चाहिँ यो चाहिँ नराम्रो रहेछ, यो मान्छेको व्यवहार नराम्रो रहेछ भनेर चाहिँ हामीले त्यस्तो पाराले चाहिँ एकदमै निश्चित रूपमा भन्नु गाह्रो हुन्छ। र त्यस्तो प्रकारको व्यक्तिहरूको चाहिँ राम्रो व्यवहार देखाउनु त्यो मान्छे चाहिँ एकदमै राम्रो रहेछ भनेर हामीले भनेर चाहिँ त्यस्तो प्रकार ग्रहण गर्यो भने त्यो पनि कहिलेको एकदम कालो मन भएको पनि हुनसक्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ जुन मन र शरीरको जुन एउटा शरीर र जुन बोली वचनको एउटा हावभाव त्यसलाई हेरेर चाहिँ त्यो मान्छे राम्रो नराम्रो भनेर भन्नु चाहिँ एकदमै निश्चय गर्नु अति गाह्रो हुन्छ। बाहिरी बोली वचन र शरीरको हावभाव मात्रलाई चाहिँ हेरेर चाहिँ हामीले चाहिँ निश्चय गर्नु त्यस्तोलाई चाहिँ हामीले चाहिँ सधैँ हामीले सोधेर होइन त्यसलाई निरीक्षण गरेर मात्र हामीले चाहिँ परीक्षण गरेर सोधेर
त्यस्तो गऱ्यो भने चाहिँ हामीले पछि त्यसको वास्तविक रूप हामी देख्न सक्छौँ तर पनि हामीले चाहिँ अब धेरै हामीले के भन्छौँ भने अब अचानक अब एकैचोटि चाहिँ त्यो मान्छे चाहिँ जुन अब उसको हाउभाउ छ त्यस्तो प्रकारको जुन एउटा यो अलिकति गाह्रो कुरा हो घरिघरि सोधेर परीक्षण गरेर थाहा पाउने गाह्रो हो तर पनि जे भए पनि जुन अब यो सूत्रहरूमा के भनेको छ भन्दाखेरि कुनै व्यक्ति हामीले चाहिँ अब एउटा मूर्ख तरिकाले चाहिँ मान्छेलाई चाहिँ मूल्याङ्कन गर्नु चाहिँ गर्नु हुँदैन यदि मान्छेलाई मूल्याङ्कन गर्नु पर्यो भने चाहिँ 8वटा तरिकाले चाहिँ हामीले चाहिँ त्यसरी 8 तरिकाले चाहिँ परीक्षण गर्नुपर्छ भनेर यो दोदे लेग्यापा भन्ने बात चाहिँ बताइन्छ 10 विधि चाहिँ 8वटा विधि चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो मान्छेको जुन अब दैनिक उसले गर्ने एउटा आफ्नो व्यवहारहरू छ त्यो चाहिँ यदि अब त्यो मान्छे अब अकुशल तरिकाले गर्छ गर्दैन है जो ऊ जाने ठाउँहरू कोही चाहिँ अब होटेलतिर जानु कोही चाहिँ अब रक्सी भट्टीतिर जान तासहरू खेल्ने ठाउँतिर जानु त्यस्तो पनि हुन्छ त उसको जुन जाने ठाउँहरू त्यो चाहिँ एउटा नकारात्मक छ छैन राम्रो छ छैन त्यस्तै गरी उहाँको आफन्तहरू नजिकको मान्छेहरू चाहिँ कस्तो छ नराम्रो छ कि छैन त्यस्तै गरी उसको साथीहरू मित्रहरू चाहिँ एकदम अब कस्तो प्रकारको छ राम्रो छ कि नराम्रो छ कि छैन र उहाँले जुन शरीरबाट गर्ने कार्यहरू नराम्रो छ कि छैन उसको जीवनशैली चाहिँ अब कस्तो छ उसले अब नराम्रो तरिकाले जीविकोपार्जन गर्छ कि राम्रो छ कि छैन नराम्रो छ कि छैन त्यो पनि हामीले हेर्नुपर्छ त्यसै गरी उहाँले शिक्षा पनि नकारात्मक तरिकाले शिक्षा लिइरहेको छ कि छैन त्यो पनि हामीले हेर्नुपर्ने हुन्छ अब कस्तो खालको कुराहरू सुन्दै गरेको हुन्छ धर्महरूले धर्मको प्रवचन सुन्न र मन गर्छ गर्दैन या नराम्रो काम मन गर्छ भनेको त्यो पनि हामीले चाहिँ याद गर्नुपर्छ र कोही मान्छे चाहिँ अब सधैँ अब नराम्रो कुराहरू सुनेर जस्तो सुकै कुराहरू सुनेर बसिरहेको कुराहरू मान्छे त्यसको हिसाबमा 8 किसिमको जुन विधिहरूबाट चाहिँ हामीले चाहिँ मूल्याङ्कन विभिन्न अब दृष्टिकोणबाट चाहिँ उहाँलाई चाहिँ मूल्याङ्कन गरेर चाहिँ फाइनली हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ यो मान्छे कस्तो रहेछ भन्ने कुरा चाहिँ हामीले मूल्याङ्कन गर्न सक्छौँ जान्न सक्छौँ बुझ्न सक्छौँ र त्यस्तो नभएर चाहिँ हामीले चाहिँ अरूको सानो गल्तीलाई हेरेर चाहिँ एकैचोटि त्यो मान्छे चाहिँ एकदमै नराम्रो रहेछ भन्ने चाहिँ एकदम गर्नु हुँदैन किनभने आफूमा पनि एकदमै धेरै दोषहरू हुन्छ र हाम्रो आफ्नै पनि आफूलाई नै एउटा हेरेर चाहिँ हेर्ने हो भने हामीमा पनि अब धेरै दोषहरू हुन्छ र जोमा पनि एउटा धेरथोर अब दोषहरू त हुन्छ र त्यो दोषलाई हेरेर चाहिँ त्यो मान्छे चाहिँ एकदमै नराम्रो रहेछ गलत रहेछ भन्ने चाहिँ एकदम सही हुँदैन र जुन दोष र जो हामी चाहिँ गुण र दोष भनेको चाहिँ अब जस्तो अब जान्न गाह्रो हुन्छ भनेर चाहिँ जुन मान्छे राम्रो नराम्रोको जुन एउटा एक तरिकाले हेर्दा चाहिँ एकपट्टिबाट चाहिँ अब व्यक्तिले मूल्याङ्कन गर्नु हुँदैन पनि भनेको एकपट्टिबाट चाहिँ हामी चाहिँ गर्नुपर्छ पनि एक प्रकारले निरीक्षण गर्नुपर्छ मूल्याङ्कन गर्नुपर्छ भनेर अब यो धेरै कुराहरूबाट हामीले मध्यनजरबाट हेर्ने चाहिँ विशेष गरेर चाहिँ अहिले हाम्रो चाहिँ अब
हामीले एकदम होसियार गरेर चाहिँ विचार गर्नुपर्ने चाहिँ निर्णय गर्नुपर्ने चाहिँ अति महत्त्वपूर्ण रहेको छ र हामीले चाहिँ अब एकैचोटि अरू अन्य व्यक्तिहरू चाहिँ अब सानो गल्तीलाई हेरेर चाहिँ त्यो मान्छे एउटा जुन एउटा सानो हावालाई हेरेर चाहिँ त्यो मान्छे चाहिँ यस्तो यस्तो रहेछ भनेर निर्णय गर्नु चाहिँ एकदमै कठिन कठिन हुन्छ त्यही भएर यो एकदम महत्त्वपूर्ण रहेको छ त्यही भएर यो लामिङगुर्गे कडडेलमा के भने चाहिँ को आधारमा भन्नुपर्दा चाहिँ यसमा चाहिँ के भन्छ गुरु र शिष्यको जुन सम्बन्धको परीक्षण गर्नुपर्छ भनेर बताएको छ र सम्बन्ध भनेको चाहिँ कस्तो हो भन्दाखेरि गुरु र शिष्यको गुरुको पछि जाने अनुसरण गर्ने गुरुको चाहिँ अनुसरण गर्ने उहाँको पछि लाग्नुपर्ने भएको छ सम्बन्ध विस्तार गर्न मिल्छ मिल्दैन होइन गुरु मान्न मिल्छेन भने त्यो चाहिँ निरीक्षण गर्नुपर्छ परीक्षण गर्नुपर्छ तर त्यो कसले गर्ने भन्दाखेरि त्यो चाहिँ अथवा वीरहरूले अथवा विवेकवानहरूले भने बुद्धिमानहरूले भनेर र विज्ञहरूले र समग्रमा भन्दा चाहिँ विज्ञहरूले अथवा बुद्धिमानले भनेर बताएको छ बुद्धि के गर्ने भन्दा बुद्धिमानले चाहिँ परीक्षण गर्ने सम्बन्धको परीक्षण गर्ने गुरु र शिष्य बिचको सम्बन्ध विस्तार गर्नुभन्दा अगाडि चाहिँ त्यो चाहिँ हामीले परीक्षण गर्ने एउटा लाटा जस्तो भएर चाहिँ हामीले चाहिँ एउटा अन्धविश्वास नभएर चाहिँ त्याग गर्नुपर्ने सही तरिकाले गर्नुपर्छ भनेको यहाँ चाहिँ वीर भनेको चाहिँ एउटा बुद्धिमान व्यक्तिलाई कसरी चाहिँ परीक्षण गर्ने भन्दाखेरि त्यो गुरुको चाहिँ गुरुको अब जुन बोल्ने तरिका उहाँको जुन चरित्र शुद्ध छ छैन राम्रो छ छैन भन्ने पनि हामीले परीक्षण गर्नुपर्ने हुन्छ र मुख्य चाहिँ के भने उहाँको आशय चाहिँ मन चाहिँ सफा छ छैन भन्ने कुरा चाहिँ हामीले मुख्य रूपमा जस्तो मान्छौँ त्यसै गरी उहाँसँग सम्बन्ध भएका व्यक्तिहरूलाई चाहिँ हामीले यो मान्छे चाहिँ कस्तो छ भनेर यसरी सोधपुछ गरेर पनि हामीले परीक्षण गर्न सक्छौँ त्यस्तो प्रकारले चाहिँ अब हामी एकदमै राम्रो तरिकाले चाहिँ हामीले चाहिँ परीक्षण गरेर चाहिँ त्यो व्यक्ति चाहिँ के कस्तो छ भन्ने उसको भित्री मन चाहिँ कस्तो छ भन्ने कुरा चाहिँ हामीले गुरुको जुन अगाडि आएर चाहिँ गुरुको आशय कस्तो छ उहाँको उद्देश्य के छ भन्ने कुरा हामीले चाहिँ जान्नुपर्छ भन्ने बताउँ र महत्त्वपूर्ण चाहिँ के छ भन्दाखेरि एउटा शिष्यले गुरुको अनुसरण गुरुबाट चाहिँ धर्महरू श्रवण गर्ने भयो त्यो भएर सबैभन्दा अगाडि उसको उद्देश्य के हो उसको आशय के हो भन्ने कुरा चाहिँ हामीले एकदमै जान्नु एकदमै महत्त्वपूर्ण रहेको छ र त्यसरी अब परीक्षण गर्नुमा के कारण के छ भन्दाखेरि प्राय जसो सर्वसाधारण व्यक्तिहरू चाहिँ शुद्ध विचारका नहुने भएको वा अलिकति शुद्ध राम्रो विचार नहुने भएको कारणले गर्दाखेरि चाहिँ अब यस्तो प्रकारको समस्या धेरै आउने गर्छ ल गुरुलाई चाहिँ जुन सत्कार गर्नु नपर्ने सेवा गर्नु नपर्ने जुन धर्म अनुसार चाहिँ गुरुलाई चाहिँ सेवा गर्नु पर्दैन सत्कार गर्नु पर्दैन भन्ने धेरै अब दुःख गर्नु नपर्ने अब कम साधना गरेर चाहिँ अब जुन अब के भन्छ फल चाहनेहरू प्राप्त गर्न चाहने त्यो चाहिँ कस्तो हो भन्दा चाहिँ राजा कस्तो व्यवहार गर्ने व्यक्तिहरू पनि हुन्छ त्यो चाहिँ किन भन्दाखेरि राजाले चाहिँ अब पैसा छ भने जे पनि गर्नु सक्छ भन्ने खालके जुन सम्झिनेहरू हुन्छ नि त्यस्तै गरी जुन सर्वसाधारण व्यक्तिहरूको प्राय जस्तोको चाहिँ अब यो विचारहरू चाहिँ अलिक शुद्ध नहुने भएको कारणले गर्दाखेरि चाहिँ अब त्यति धेरै दुःख नगरिकन एउटा फल प्राप्त गर्छु त्यस्तो प्रकारको विचारहरू उत्पन्न भएर चाहिँ जुन एउटा जुन
यो वज्रयानको जुन यो मन्त्रको धर्म चाहिँ एकदमै महत्त्वपूर्ण छ यसलाई चाहिँ हामीले अब थोरै साधना गरे पनि एकदमै ठुलो फल प्राप्त भइहाल्छ दुःख कम्ती गरेर पनि भन्ने त्यस्तो प्रकारको विचारहरू हुने भएको हुनाले परीक्षण गर्नुपर्छ परीक्षण गरेर चाहिँ उसको आशय के छ उसको विचार के छ उद्देश्य के छ शुद्ध विचार छ छैन मन कस्तो छ भन्ने कुरा हामीले जाँच्नु अति नै महत्त्वपूर्ण हुन्छ भनेर बताएको छ यो चाहिँ गुरुले चाहिँ शिष्यलाई परीक्षण गर्ने बेला र अब चाहिँ एउटा शिष्यले चाहिँ गुरुलाई कसरी परीक्षण गर्ने भन्दाखेरि गुरु शिष्यले पनि गुरुलाई परीक्षण गरेर गुरुसँग चाहिँ त्यस्तो प्रकार गुरुसँग चाहिँ अब सम्बन्ध विस्तार गर्दा त्यो गुरुसँग उचित छ छैन यदि सम्बन्ध राखियो भने चाहिँ आफूलाई फाइदा हुन्छ हुँदैन हित हुन्छ हुँदैन भन्ने कुरा परीक्षण गर्नु त्यो परीक्षण गर्नुपर्ने कारण चाहिँ के भन्दाखेरि अब प्रायः जस्तो प्रायः जस्तोको चाहिँ अब मन सफा नहुने भएको कोही चाहिँ अब कोही चाहिँ गुरुहरू चाहिँ अब लक्षणले युक्त नभए पनि मिठो बोल्ने मिठो वचन बोल्ने अब गलत मार्गदर्शन गर्ने त्यस्तो प्रकारको धेरै व्यक्तिहरू मान्छेलाई अब त्यसरी झुकाइरहेको पनि हुन्छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ एउटा गुरु चाहिँ शुद्ध आशयको छ छैन मन सफा छ छैन अरूलाई दया करुणा भएको छ कि छैन भन्ने कुरा चाहिँ हामीले परीक्षण गर्नु अति नै महत्त्वपूर्ण यदि शिष्यले चाहिँ आफ्नो जुन आश्रय गर्ने जुन गुरु छ त्यो गुरु चाहिँ सफा मन भएको शुद्ध विचार भएको यदि त्यस्तो नभएको व्यक्तिसँग भेट भयो भने चाहिँ यदि त्यस्तो अशुद्ध विचार भएको व्यक्ति गुरु चाहिँ त्यस्तो गुरुसँग चाहिँ हामीले सम्बन्ध विस्तार गरे के हुन्छ भन्दाखेरि चाहिँ त्यो चाहिँ शीलहरू भ्रष्ट भएर समयहरू भ्रष्ट भएर जान्छ भनेर बताएको छु समान रूपमा चाहिँ समय अथवा शीलहरू भ्रष्ट गुरु र शिष्यको दुवैको शिष्य के भन्छ शीलहरू भ्रष्ट भएर जान्छ गुरुको पनि शील भ्रष्ट हुन्छ र शिष्यको पनि भ्रष्ट हुन्छ अब यो समयमा पनि अब धेरै किसिमको बताएको छ र यसको विषयमा अहिले धेरै म बताउन आवश्यक ठान्दिनँ त्यो भएको कारणले चाहिँ गुरुको पनि शील भ्रष्ट हुन्छ र शिष्यको पनि शील भ्रष्ट हुने भएको कारणले गर्दाखेरि दुवैले चाहिँ एकअर्कालाई चाहिँ अब नराम्रो फल प्राप्त गर्ने र त्यसै गरी दुर्गतिहरूमा जन्म हुने भएको कारणले गर्दाखेरि चाहिँ जुन एउटा नराम्रो विचार भएको शिष्यलाई पनि गुरुले सम्बन्ध गर्नु भएन त्यसै गरी गुरु नराम्रो मन भएको गुरुलाई शिष्यले चाहिँ सम्बन्ध विस्तार गर्नु किनभने त्यतिबाट दुवैलाई चाहिँ एकदमै गाह्रो हुन्छ पछि आएर समस्या खडा हुने भएकोले गाह्रो हुन्छ भन्नु बताउन खोजेको त्यही भएको चाहिँ मन सफा छ छैन भन्ने कुरा चाहिँ अति नै महत्त्वपूर्ण आशय शुद्ध छ छैन भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ किनभने गुरु खोज्दा पनि आफूलाई कस्तो गुरु चाहिन्छ भन्ने कुरा चाहिँ एउटा मनमा त्यस्तो विचारहरू त उत्पन्न हुन्छ नि होइन त्यो मलाई चाहिँ यस्तो प्रकारको गुरु चाहिँ चाहिएको छ भनेर आफूमा चाहिँ विभिन्न विचारहरू उत्पन्न हुन सक्छ सबैले एउटै नहुन पनि सक्छ होइन र कसैलाई चाहिँ अब मलाई चाहिँ कसैलाई चाहिँ अब गुरु चाहिँ एकदमै अब साधना गर्ने होइन र कोही चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ एकदमै दयालु अलिकति सजिलो होइन अलिकति इजी गोइङ त्यस्तो पनि हुनसक्छ र उदाहरणको लागि भन्दाखेरि हामीले एउटा अब यो
म चाहिँ एकदमै राम्रो चाहिन्छ भनेर भन्दाखेरि चाहिँ एउटा अकुलो व्यक्ति चाहिन्छ, मान्छे चाहिन्छ। एउटा अब स्थिर भयो राम्रो मान्छे र आफ्नो आफ्नो एउटा आशाहरू हुन्छ र जस्तो आशा भए तापनि त्यो त्यसको आधारमा यस्तो यस्तो प्रकारको मान्छेहरू चाहिँ खोज्न जान्छु नि होइन। त्यही भएको कारणले गर्दाखेरि हाम्रो आशय चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ र त्यो प्रकारको आशय आफूले जुन आशा गरेको र त्यो प्रकारको व्यक्ति पाउँछ पाउँदैन भन्ने कुरा चाहिँ हामीले त्यस्तो त्यो भएको कारणले गर्दाखेरि सबैभन्दा महत्त्वपूर्ण चाहिँ के भन्न खोजेको भन्दा सबैभन्दा महत्त्वपूर्ण चाहिँ आशय चाहिँ महत्त्वपूर्ण हुन्छ। र जुन डबा ग्याल्सेनको जुन व्याख्या अनुसार भन्दाखेरि चाहिँ यो लगभग एउटै जस्तो हुन जान्छ। यसमा चाहिँ कसरी बताएको छ भन्दाखेरि एकअर्कामा चाहिँ जुन सम्बन्ध चाहिँ जाँच्नुपर्छ भनेर बताएको छ। यदि हामीले चाहिँ जुन परीक्षण नगरिकन सम्बन्धहरू राख्यो भने चाहिँ जुन गुरु र शिष्यको सम्बन्धहरू राख्यो भने के हुन्छ भन्दाखेरि जुन सिलहरू भ्रष्ट हुन्छ त्यस्तो प्रकारको पापहरू हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ सम्बन्ध चाहिँ हामीले परीक्षण गरेर सम्बन्ध विस्तार गर्नुपर्छ। र जे चोखा छिमोल चाहिँ के भन्नुभएको छ त्यो पनि अब अर्थ चाहिँ अब एउटा एउटै हुन जान्छ। त्यस्तो हामीले जुन अब श्रद्धा गर्ने जुन हामीले चाहिँ अब परीक्षण गरेर चाहिँ गुरुसँग सम्बन्ध राख्नुपर्छ कि नगरिकन सम्बन्ध राख्छु भन्ने त्यस्तो प्रश्नहरू आयो भने चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ हामीले परीक्षण गरेर मात्र गुरुसँग सम्बन्ध राख्नु विस्तार गर्नुपर्छ भनेर बुझ्नुपर्ने हुन्छ। जुन वज्रयानको धर्म जुन जुन हामीले जुन ग्रहण प्रदान गर्ने र प्राप्त गर्ने त्यो दुवै चाहिँ जुन प्रदान गर्नेले जुन वज्रयानको धर्महरू प्राप्त गर्नेले पनि प्रदान गर्नेलाई परीक्षण गर्नुपर्छ, जाँच गर्नुपर्छ। त्यस्तै गरी प्राप्त गर्ने प्रदान गर्ने दुवैले चाहिँ एकअर्कालाई जाँच गर्नुपर्छ। किन भन्दाखेरि चाहिँ जुन एउटा गलत पात्रलाई चाहिँ त्यस्तो प्रकारको जो पाए त्यो जस्तो पाए त्यसलाई चाहिँ धर्महरू प्रवचन गर्यो भने चाहिँ त्यो चाहिँ हामीले एउटा त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यो जुन समयहरू भ्रष्ट हुन्छ र त्यही भएर सही तरिकाले चाहिँ एकअर्कालाई चाहिँ गुरु र शिष्य दुवैले एकअर्काको परीक्षण गर्नुपर्छ भनेर त्यो भएको कारणले गर्दाखेरि चाहिँ एकअर्कालाई परीक्षण गर्नु जाँच गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ। जुन सही पात्र हो होइन भन्ने कुरा चाहिँ सधैँ मैले भने जस्तै गरी जुन अब खाना हाल्ने भाँडा छ त्यो पनि अब पाल परेको छ भने त्यस्तो प्रकारको भाँडा छ भने जति नै मिठो भाँडा हाले पनि त्यो चाहिँ सबै मिठो खाना चाहिँ सबै चुहेर जान्छ, खेर जान्छ। यदि त्यस्तो प्रकारको भाँडा चाहिँ विषले युक्त छ भएको छ भने जति नै मिठो भात हाले पनि त्यो चाहिँ के हुन्छ, खाना हाले पनि त्यो चाहिँ के भन्छ विषमा परिणत हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यो घोप्टिएको भाँडामा पनि त्योमा त अब घोप्टिएको भाँडामा त हामीले त खानाहरू त लाउन नै सकिँदैन होइन। त्यो भएको चाहिँ त्यो सही पात्र छ छैन भन्ने कुरा चाहिँ जुन खाना हाल्ने भाँडा छ त्यो भाँडामा चाहिँ मिठो खाना चाहिँ त्यो भाँडा पनि राम्रो चाहिन्छ। यदि खाना मिठो छ भने हाल्ने भाँडा पनि मिठो चाहिन्छ।
राम्रो राम्रो रेस्टुरेन्टहरू छ नि होइन त्योमा चाहिँ उनीहरूको खाना चाहिँ मिठो हुनसक्छ र त्यो खाना चाहिँ सानो खाना भए पनि त्यो थाल चाहिँ एकदमै ठुलो भएको र सानो खाना चाहिँ त्यसमा हाल्यो भने र कहिलेकाहीँ चाहिँ के गर्दो रहेछ भन्दाखेरि उहाँले चाहिँ त्यसको डिजाइन चाहिँ जे जस्तो भए तापनि एउटा कला कला हुन्छ ठुलो थालमा चाहिँ विभिन्न धेरैवटा ढुङ्गाहरू राखेर त्यो माथि खाना राख्ने एउटा डिजाइन पनि रहेछ कहिलेकाहीँ हामी जस्तो मान्छे चाहिँ अब त्यो चाहिँ अब हामी ढुङ्गा पो खाने हो कि यसरी हामीले टोक्दाखेरि चाहिँ त्यो ढुङ्गा पो भेटाउने पनि हुन्छ कहिलेकाहीँ मैले अब सोध्नु पर्ने हुन्छ हामीले खानुपर्ने खास चाहिँ के हो भनेर हामीले सोध्नु पर्ने पनि हुनुपर्छ खानु चाहिँ कुन चाहिँ खानुपर्ने भनेर हामीले त्यस्तो पनि सोध्नु पर्ने हुँदो रहेछ जे जस्तो भए तापनि मिठो खाना मिलाउँदाखेरि त्यो जुन भाँडा पनि सही चाहिन्छ भनेको राम्रो चाहिन्छ त्यस्तै गरी जुन हामीले धर्म चाहिँ जति नै महत्त्वपूर्ण भए तापनि राम्रो त नहुनु त्यो जुन लगाउने श्रवण गर्ने जुन शिष्य छ त्यो चाहिँ सही पात्र हो होइन त्यो प्रकारको सही पात्रलाई दिनु मिल्छ मिल्दैन उचित हुन्छ हुँदैन भन्ने कुरा अन्त उसको मनमा त्यसले चाहिँ फाइदा गर्छ हित गर्छ गर्दैन भन्ने कुरा चाहिँ अब हामीले परीक्षण गर्नु पनि जाँच गर्नु पर्ने अति महत्त्वपूर्ण छ र यो धर्म चाहिँ महत्त्वपूर्ण भएर मात्रै हुँदैन त्यसले चाहिँ त्यो शिष्यलाई कतिको फाइदा गर्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ जस्तै हामीले जस्तो अब हामीले यो शून्यताको जुन धर्म छ त्यो चाहिँ एकदमै महत्त्वपूर्ण धर्म हो एकदम गम्भीर छ त्यो भए तापनि त्यो गम्भीर भएर त्यो महत्त्वपूर्ण भएर मात्र त्यसले चाहिँ सबैलाई चाहिँ त्यो शून्यताको धर्म चाहिँ हामीले चाहिँ बताउनु मिल्छ भन्दाखेरि त्यो चाहिँ विशेष छैन किन भन्दाखेरि विशेष गरेर चाहिँ जुन आफ्नो मति अनुसार उसको एबिलिटी अनुसार उसको सामर्थ्य अनुसार चाहिँ महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो प्रकारको व्यक्तिलाई चाहिँ त्यो महत्त्वपूर्ण धर्म भएर मात्र चाहिँ त्यसलाई फाइदा नहुन पनि किन भन्दाखेरि अब यो जुन हाम्रो बौद्ध धर्म त अब सबैलाई अब यसले हित नै गर्छ राम्रो नै गर्छ हाम्रो अब यो हामीले महत्त्वपूर्ण मान्छौँ यो चाहिँ सबैलाई फाइदा यो सबैलाई राम्रो हुन्छ भन्दाखेरि यो चाहिँ अलिकति अप्ठ्यारो कुरा जुन यो बुद्ध धर्मभित्र पनि जुन अब महायानको धर्म सबैलाई राम्रो छ भने त्यो पनि अलिकति भन्न कठिन हुन्छ र कसैलाई चाहिँ अब जुन हिनयानको कसैलाई चाहिँ अब के भन्छ अब हिनयानको धर्म ठिक हुने कसैलाई चाहिँ महायानको धर्म ठिक हुन्छ त्यस्तै गरी हाम्रो यो वज्रयानको धर्म चाहिँ एकदमै गम्भीर छ यो एकदमै बृहत छ त्यो भएर हामीले चाहिँ यो चाहिँ जसरी पनि सिक्नुपर्छ भनेर हामी चाहिँ भन्न कठिन हुन्छ तर त्यो व्यक्तिलाई चाहिँ त्यो गर्ने क्षमता छ छैन हामीले परीक्षण गरेर बुझ्नु एकदम महत्त्वपूर्ण हुन्छ जुन हाम्रो बुद्ध धर्म चाहिँ हामी फैलाउने क्रममा चाहिँ हामीले यो त्यस्तो प्रकारको विचारहरू लिनु त्यो विचार हुन्छ त्यो महत्त्वपूर्ण छ हाम्रो चाहिँ एकदमै बौद्ध धर्म एकदमै महत्त्वपूर्ण छ होइन एकदमै सबैलाई नै राम्रो हुन्छ भनेर भन्नु चाहिँ अलिकति ठिक हुन्छ भनेर भन्नु चाहिँ एकदमै गाह्रो हुन्छ मान्छेको जुन मतिको एउटा सामर्थ्य छ त्यो चाहिँ अलिकति त्यो भनिसकेपछि चाहिँ सबैलाई एउटै धर्म ठिक हुन्छ भन्नु चाहिँ अलिकति गाह्रो त्यो र अब चाहिँ दोकन द्विदन अनुसार भन्दाखेरि चाहिँ सत्कार गर्ने जुन आधार छ त्यसमा पनि दुई प्रकारको विभाजन रहेको छ र पहिला हामीले जुन परीक्षण गर्नुपर्ने कारण र त्यसै गरी अब हामीले लिनुपर्ने र दुई प्रकारको बताएको र त्यसमा चाहिँ अब त्याग गर्नुपर्ने लक्षण के छ भन्दाखेरि बुद्धिमान शिष्यले
बुद्धिमान गुरुले त्यस्तो शिष्यलाई मान्दैन जो निर्दयी क्रोधित क्रूर अहङ्कारी र असक्त र अनियन्त्रित अभिमानले युक्त हुन्छ भनेको छ अलिकति नमिल्दो के छ भन्दाखेरि यहाँ चाहिँ जुन त्यो भोट भाषामा चाहिँ यसमा के बताएको छ बुद्धिमान गुरुले भनेर बताएको छ यो जुन के दोर्जेको ग्रन्थमा के छ भन्दाखेरि जुन बुद्धिमानहरूले त्यस्तो प्रकारको अगाडि जुन बताइएको जुन सातवटा दोषहरूले युक्त भएको गुरुलाई पनि गुरुको नि पछि लाग्नु भएन शिष्यको नि पछि लाग्नु भएन भनेर बताउनु त्यो चाहिँ अलिकति हामीले अलिकति यो दुईटा अलिकति नमिल्दो रहेछ यो जुन संस्कृत पाण्डुलिपि र जुन यो भोट भाषाको र यसमा अब ठिक छैन यसमा सबैभन्दा पहिला जुन लामिङका डेल जुन संस्कृत त्यससँग जुन संस्कृत पाण्डुलिपिको आधार हो भने जुन शिष्यको जुन दोषहरू देखाउनको लागि चाहिँ चेवामे अथवा निर्दयी भनेर बताएको छ यसमा जुन बुद्धिमान भने त्यो चाहिँ के हो भन्दाखेरि त्यसमा चाहिँ बुद्धिमान भनेर चाहिँ कसलाई जुन विशुद्ध मति भएको विवेक भएको भनेर बुझ्नुपर्ने हुन्छ जुन प्रकारले सात प्रकारको दोषहरू भएको व्यक्तिलाई चाहिँ हामीले त्यसलाई चाहिँ गुरु पनि बनाउनु भएन शिष्य पनि बनाउनु भएन बुझ्नुपर्ने हुन्छ र त्यो भित्र चाहिँ त्यसको अब विशेषता भनौँ त्यसको जुन एक एकवटा गुण अथवा दोषहरू त्यहाँ बताउँदै जाँदाखेरि चाहिँ दुःख र दुःखको कारणबाट जुन दुःख र दुःखको कारणबाट चाहिँ मुक्त गराउने निकाल्ने त्यस्तो प्रकारको त्यस्तो चाहना भएको जुन विशेषता नभएको त्यस्तोलाई चाहिँ के भनिन्छ भने निर्दयी भनेर भनिन्छ यसमा क्रोध भनेको छ क्रोधित भनेको छ त्यो चाहिँ के भने रिसालो एकदमै अब क्रोधित भनौँ ठुलो रिस राख्ने त्यस्तो प्रकारको अब सहनशीलता नभएको सहनशीलता नभएर अरूलाई अब नराम्रो अप्रिय वचन बोल्ने अरूलाई अहित गर्ने अरूलाई चाहिँ हानि पुर्याउने त्यस्तो प्रकारको अहङ्कारी अथवा क्रोधको भावना भनौँ त्यसलाई भने दुःख अथवा क्रूर मन क्रूरता भन्ने बुझ्नुपर्ने हुन्छ अब क्रूर मन होइन दुष्ट मन भन्ने बुझ्नुपर्ने हुन्छ त्यो त्यसरी बुझ्नुपर्ने हुन्छ र यसमा ख्याङ्पा अथवा अहङ्कारी अब हामी थोरै अब अलिकति ज्ञान भए पनि आफूसँग थोरै ज्ञान भयो भने मेरो चाहिँ ज्ञान चाहिँ एकदमै गुण चाहिँ एकदमै खतरा छ एकदमै धेरै छ भन्ने जस्तो गरेर अहङ्कार गर्नु जुन अब घमण्डहरू उत्पन्न हुन्छ आफूसँग अलिकति थोरै के भन्छ धन छ भने पनि त्यसमा चाहिँ एकदमै घमण्ड गर्नु भन्ने बुझ्नुहुन्छ आसक्त भनेको अरूको धन सम्पत्तिमा चाहिँ आसक्त हुनु आफूसँग नभएको र अरूसँग भएको चिजहरूमा त्यसमा आसक्त हुनु अथवा लोभ जगाउनु त्यस्तोलाई चाहिँ छाको अथवा आसक्त भन्ने बुझ्नु
यहाँ चाहिँ अनियन्त्रित भनेको छ जुन एउटा स्मृति नभएर चाहिँ आफूलाई नियन्त्रण गर्नु नसक्ने होइन त्यसलाई भने बुझ्नुपर्ने हुन्छ आफ्नो जुन व्यवहारहरू आफ्नो चरित्रहरू हुन्छ त्यसमा चाहिँ आफूले अब एउटा स्मृति नभइकन चाहिँ अब होइन ध्यान नगरिकन त्यसलाई जे पाए त्यही गर्ने एउटा अनियन्त्रित नियन्त्रणमा नभएको भन्ने बुझ्नु त्यसमा चम्पा भनेर बताएको छ त्यसले चाहिँ एउटा अभिमान भन्ने नै बुझ्नुपर्ने हुन्छ र आफूसँग चाहिँ आफूलाई चाहिँ प्रशंसा गरेर म चाहिँ एकदमै राम्रो हो भनेर प्रशंसा गर्ने र अरूलाई चाहिँ एकदमै अब नराम्रो भन्ने होइन निन्दा गर्ने त्यस म चाहिँ एकदमै अब शिल म चाहिँ एकदमै शिलले म राम्रो मान्छे हुँ म चाहिँ अरूभन्दा राम्रो छु अरू चाहिँ नराम्रो छ भन्ने प्रकारको जुन अरूलाई निन्दा गर्ने आफूलाई जुन एउटा के भन्छ प्रशंसा गर्ने त्यसलाई चाहिँ चम्पा भनेर भनिन्छ त्यो एक प्रकारको अभिमान हो र यो भित्र चाहिँ काडेल पेमाचेनमा चाहिँ तुमजुङ्गी काडेल एउटा ग्रन्थ हो यसमा के भनेको छ भन्दाखेरि यसको अर्थ चाहिँ के छ भन्दाखेरि चाहिँ यसलाई चाहिँ व्याख्या गर्दा चाहिँ एउटा तन्त्रको एउटा के भन्छ वाक्यहरू यहाँ यो चाहिँ तन्त्रको वाक्यहरू यहाँ बताइएको छ जुन अघि माथि बताएको जस्तै गरेर यसलाई चाहिँ अलिकति विस्तार गरेर बताएको छ यो एकदम राम्रो छ जस्तो मलाई लाग्यो त्यो भएको कारणले गर्दाखेरि अहिले यो कालडेल पेमाचेनबाट बताएको जुन आशय छ त्यो अनुसार भने जुन एउटा निर्दयी भनेको पनि जुन अब यो जुन बारीको कामहरू गर्ने होइन कृषि काम गर्नेहरू त्यो कसरी हामीले बुझ्नुपर्छ भन्दाखेरि अब सबै अब यो कृषि सबै अब कृषिहरू चाहिँ उहाँ चाहिँ निर्दय हो भन्ने कुरा चाहिँ होइन तर पनि यसमा चाहिँ अब निर्दयी अथवा माया नभएको दया नभएको भन्छ है साधारणतया अब माया नभएको दया नभएको त्यसको अर्थ चाहिँ हामीले प्रष्टसँग बुझ्नु नसक्ने पनि हुन्छ र अहिले चाहिँ के भन्नु खोजेको भन्दाखेरि चाहिँ चाहिँ निर्दयी भनेर चाहिँ हामीले जुन अब हामीले जीविकोपार्जनहरू गर्दाखेरि चाहिँ हामीले सानो सानो किराहरू हुन्छ त्यस्तोहरूलाई चाहिँ उहाँको प्राणमा चाहिँ सानो सानो प्राणीहरूको जुन प्राणहरूलाई चाहिँ हामीले चाहिँ एकदमै अब त्यसलाई चाहिँ दुःख दिने जुन हामीले सानो जुन अब मच्छरहरूलाई पनि एकदमै अब हामीले टोकेर त्यसलाई चाहिँ हामीले मार्ने जस्तो हामीले अब मार्छौँ नि होइन हो त्यस्तो प्रकारको जुन सानो किरा फट्याङ्ग्रालाई पनि त्यसको उनीहरूको प्राणहरूलाई चाहिँ त्यस्तोहरूलाई चाहिँ एउटा प्राणीको यिनीहरूलाई कुनै मूल्य नै नराखिकन त्यसलाई चाहिँ मार्नै अब एनी टाइम मार्न मिल्ने जस्तो गरेर मार्ने व्यक्तिहरू हुन्छ त्यस्तोलाई चाहिँ हामीले जुन निर्दयी अथवा माया दया नभएको भनेर त्यस्तोलाई बुझ्नुपर्छ अब मान्छे जस्तो हुन्छ मान्छेलाई चाहिँ सबैले सबै अब जो पाए मार्ने त हुँदैन तर पनि प्राय जसो अब सानो किरा फट्याङ्ग्राहरू छ तिनीहरूको प्राणमा चाहिँ कुनै मूल्य नराखिकन मूल्य राख्ने तिनीहरूको प्राणमा पनि तिनीहरूको ज्यानमा पनि एउटा चाहिँ अब त्यसको ठिक विपरीत भनौँ होइन जुन जे अब समग्रमा भन्दा त्यस्तो किरा फट्याङ्ग्रादेखि लिएर सबै कुराहरूमा चाहिँ जुन मूल्य नराख्ने त्यस्तोलाई यसमा चाहिँ क्रोध भनेको चाहिँ नराम्रो शब्द दुष्ट वचन चाहिँ अरूलाई नराम्रो वचन बोल्ने भन्ने बुझ्नु
다 누구 사대 셈 주보암 셈 자와메 베 상번 년바 미신달레 베 가리 뇌나 가리 뇌베 디 क्रूरता भनेको चाहिँ जुन जसले चाहिँ मान्छेलाई अब नराम्रो हुन्छ हित अहित हुन्छ त्यो गरिरहने त्यस्तोलाई क्रूर भन्ने भन्छ त्यसै गरी यो जुन अब गेलोङहरू हुनुहुन्छ भिक्षुहरू हुन्छ उनीहरूलाई चाहिँ एकदमै नराम्रो भन्ने एकदमै हानि गरिरहने त्यस्तोहरूलाई चाहिँ धोका भनेर भन्छ अब यहाँ अभिमान अहङ्कार थोरै ज्ञान भए तापनि थोरै गुण भए तापनि मसँग चाहिँ एकदमै अब ठुलो ज्ञान छ म चाहिँ अब राम्रो परिवारमा जन्मेर त्यो मेरो परिवार चाहिँ एकदमै राम्रो हो ठुलो हो भनेर सम्झिने मेरो रूप अलिकति सुन्दर रूप छ आफ्नो कपालहरू राम्रो छन् म चाहिँ एकदमै अब खतरा हो भन्ने जुन सानो एउटा कुरामा चाहिँ एकदमै अब खतरा हो भन्ने सोच्ने त्यस्तो अभिमानलाई बुझ्नु जुन छ्यापा जुन यहाँ आसक्त भनेको छ अरूको जुन अरूको धन सम्पत्ति छ अरूको सामानहरू छ हामीले जुन भोग गर्न मिल्दैन त्यस्तो प्रकारको धन सम्पत्ति आसक्त हुनु त्यस्तो के भन्छ त्यसको आसक्ति जगाउनु भनेको अब यो अनियन्त्रित भनेको यो अब मातिएको जस्तो जाँडक्सीले मातेको जस्तो एउटा अनियन्त्रित नियन्त्रण नभएको रक्सीहरू खाएपछि आफूले आफ्नो चरित्रमा उहाँले कन्ट्रोल गर्न सक्दैन नियन्त्रण लिन सक्दैन अब तन मन वचनलाई उसले चाहिँ अब आफूले चाहिँ आफ्नो अन्डरमा आफ्नो नियन्त्रणमा त्यस्तोलाई चाहिँ अनियन्त्रित भन्नु अभिमान भनेको चाहिँ अरूको गुणलाई चाहिँ अब हामीले निन्दा गर्ने आफ्नोमा भएको गुण उयोलाई चाहिँ हामीले चाहिँ एकदमै अब प्रशंसा गर्ने भन्ने तपाईँ गेल्सेनले चाहिँ के भन्नुभएको छ भन्दाखेरि विशेषता पनि त्याग गर्नुपर्ने र ग्रहण गर्नुपर्ने विशेषता हुने यसमा चाहिँ जुन त्याग गर्नुपर्ने चाहिँ कसरी बताएको छ भन्दाखेरि यसमा चाहिँ बुद्धिमान शिष्यले त्यस्तोलाई गुरु मान्दैन जो निर्दयी प्रेरित हुन्छ भने त्यो बताएको छ पहिलो श्लोकले जुन यो चाहिँ शिष्यमा चाहिँ हामीले मिलाएर बुझ्दाखेरि चाहिँ एउटा जुन बुद्धिमान शिष्यले गुरुलाई भनेर त्यस्तो प्रकारले हामीले मिलाएर बुझ्नुपर्ने हुन्छ गेचोङ खापाजुको जुन व्याख्यामा पनि मुख्य रूपमा अब एउटै अब एक नासले नै बताएको जस्तो लाग्छ मलाई र अहिले जुन निर्दयी भनेर जुन अरू जुन सत्वहरूलाई चाहिँ दुःखको हेतु सहितबाट मुक्त गराउने जुन एउटा इच्छा नभएको त्यस्तोलाई चाहिँ त्यो पनि महायानको एउटा कल्याण मित्रमा चाहिँ उचित हुँदैन भनेर त्यसलाई चाहिँ दोषको रूपमा भने त्यसमा अब क्रोध भनेको एउटा रिस दुःख क्रूरता भनेको जुन आफूले चाहिँ अरूलाई अहित गर्दाखेरि त्यसमा खुसी भन्ने ठेङ्पा भनेको चाहिँ अब यो चाहिँ अब अभिमान भइहाल्यो होइन आफ्नो घमण्ड गर्नु आसक्त भनेको आसक्ति भनेको अरूको धन सम्पत्तिमा के भन्छ आसक्त हुनु त्यसै गरी अनियन्त्रित भनेको जुन अब यो शिक्षाहरूमा आफूले ग्रहण गर्ने शिक्षामा ध्यान नदिने अनि आफ्नो झम्बा भनेको चाहिँ आफ्नो थोरै भएको ज्ञानमा गुणमा पनि र एक प्रकारले यो बुझ्दाखेरि हामीले जुन त्याग गर्नुपर्ने विषयहरू चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ हामीले जुन विचार गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि आजभोलि जुन यो कलियुगमा चाहिँ अगाडि बताएको जुन दोषहरूबाट मुक्त भएको त्यस्तो नभयो त्यस्तो प्रकारको अब अहिले कलियुगमा चाहिँ त्यस्तो जुन सबै लक्षण पूर्त भएको अन्त गाह्रो हो
त्यसमा के भनेको छ भन्दाखेरि चाहिँ 당시原点 कलहको युग भएकाले अहिले चाहिँ कलहको युग भएकाले गुरुमा गुण र दोष मिश्रित हुन्छ तिनीहरू सबै तरिकामा दुष्कर्मबाट पूर्ण रूपमा मुक्त छैनन् जोसँग धेरै गुणहरू छन् र राम्रो व्यवहार छ त्यसलाई चाहिँ हामीले त्यस्तो जसलाई चाहिँ चेलाहरू चाहिँ पालन गर्नुपर्ने भन्नु गुण र गल्तीहरू बीच तपाईँले यसलाई अधिक गुणहरूमा आधारित हुनुपर्छ गर्नुपर्छ भनेर बताइदिनु यो चाहिँ गुरुको विशेषतामा पनि हामीले मिलाएर बुझ्नुपर्ने सकिन्छ भने त्यस्तै गरी गुरुको लक्षण चाहिँ कस्तो हुनुपर्छ भने यो जुनी र अर्को जुनीलाई महत्त्व दिने त्यो धर्म र जुन लौकिक कुराहरू भन्दा धर्मलाई चाहिँ आध्यात्मिक कुरालाई चाहिँ अलिकति महत्त्वपूर्ण मान्छ र मुखले मात्र अब यो चाहिँ महत्त्वपूर्ण छ भन्ने नभएर मनभित्रबाट नै अब अर्को जुनीको लागि हित हुने त्यो कार्यमा लागि पर्ने आफ्नो मन यसमा लगाउने त्यस्तोमा चाहिँ हामीले दुःख गर्ने होइन त्यस्तो चाहिँ एकदमै चाहिन्छ भनेर जुन कादम्पा गुरुहरूले बताउनु यस्तै गरी जे चोङखाबाज्यूले नरम सिमीमा चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ नभई नहुने गुण चाहिँ कस्तो बताउनु भएको छ भन्दाखेरि चाहिँ जुन अब तिब्बतको भोटका जुनै धेरै विद्वानहरूले के भयो त भन्छ भने पहिलाका गुरुहरूले चाहिँ अब के भन्नुभएको छ भन्दाखेरि चाहिँ जुन वज्रयानको गुरुको लक्षण चाहिँ सबै वङहरू प्राप्त गरेर त्यसको समयहरूले युक्त भएको जुन वङको प्रदान गर्ने त्यसको अनुष्ठान जानेको गुरुको जुन के भन्छ इष्टदेवहरूको दर्शन भएको त्यस्तो प्रकार 3वटा गुणहरू चाहिन्छ भनेर बताएको छ त्यो भएको कारणले गर्दाखेरि अब हामीले के कस्तो विचार लिनुपर्छ भन्दाखेरि हामीले जुन खोजिरहेको गुरु चाहिँ हामीले गुरु भन्दाखेरि चाहिँ गुरु भन्दा पनि भयो अब चेला भन्दा पनि एउटा मान्छे हो होइन हामीले एउटा मान्छेको खोज गरिरहेको हुन्छ हामीले कुनै अब देवताको खोजिरहेको हुँदैनौँ त्यो भएर हामीले एकदमै विचार गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि हामीले चाहिँ कहिलेकाहीँ त्यसको जुन हामीले विशेषताहरू चाहिँ त्यस्तो प्रकारको विशेषता पुग्त भएको त अब देवता मात्रै हुन्छ एउटा मान्छे जस्तो देख्दैनौँ नि होइन हामीले र त्यो सबै जुन गुरुको चाहिँ अब दोष छ कि छैन त्यसमा हामीले चाहिँ एउटा अब यो बनाएर होइन लिस्ट जस्तो बनाएर गुरुको त्यस्तो प्रकारले हामीले अप्रोच गऱ्यो भने चाहिँ त्यो चाहिँ एकदमै गाह्रो हो जो गुरुको अब दोष नभएको गुरु पाउनु चाहिँ अलिक गाह्रो किनभने हामीले जुन एउटा इतिहासको आधारमा भन्दाखेरि पनि एउटा लक्षणयुक्त भएको गुरु धेरै गुरुहरू चाहिँ जुन 7 प्रकारको दोषहरू चाहिँ हुन्छ कुनै चाहिँ अब अलिकति रिसालु गुरुहरू हुन्छ अब जस्तै अब मार्पाको कुरा गर्ने हो भने गुरु मार्पाको कुरा भने उहाँ चाहिँ एकदम उहाँको जुन आचरण चाहिँ उहाँको एकदमै उहाँ चाहिँ क्रूर होइन उहाँ चाहिँ अलिकति अब रिसालु स्वभावको हुनुहुन्छ उहाँ चाहिँ अब छाङ पनि अलिक खानुहुन्थ्यो होला त्यस्तो पनि हुन्छ त्यसै गरी उहाँ अब झगडालु पनि हुनुहुन्थ्यो र त्यही भएर उहाँको पिताले चाहिँ यो मेरो छोरालाई चाहिँ कुनै कतै अध्ययन गर्न पठायो भने अलिकति शान्त हुन्छ कि त्यो भन्दा अरू चाहिँ मैले
एक दिन उसले एकजना मान्छे चाहिँ कोहीलाई चाहिँ मार्छ होला अथवा उसलाई कसैले मार्छ होला यो राम्रो चाहिँ हुँदैन होला भनेर चाहिँ ढोमी लचबाट चाहिँ उहाँले चाहिँ अब उसका पिताले मार्पालाई चाहिँ पढ्न पठाउनु भयो त त्यहाँ गएपछि एकदमै अब छुच्चा भएको कारणले उहाँ चाहिँ एकदमै नराम्रो उयो भएको कारणले गर्दाखेरि चाहिँ पछि आएर मार्पा लजा छेम्बो चाहिँ उहाँ चाहिँ एकदमै अब ठुलो एकदमै अब विद्वान व्यक्ति त भए तापनि उहाँले जुन यो रिसालु स्वभाव चाहिँ उहाँले चाहिँ परिवर्तन गर्न सकिरहेको थिएन र जुन मिलारेपाले चाहिँ उहाँले गुरु मान्दा उहाँले मिलारेपालाई एकदमै दुःख दिएको छ मार्पा चाहिँ बौलाएर दुःख दिएर चाहिँ मार्छ होला भनेर त्यस्तो प्रकारको कुराहरू चाहिँ दुःख दिएर चाहिँ त्यस्तो प्रकारको कथाहरू पनि थियो है एक प्रकारले सोच्ने हो भने अघि बताए जस्तै गरेर हामीले जुन गुरु भनेर भन्छौँ चेलाहरू भन्छौँ जे भए पनि एउटा मान्छेको खोज गरेर हुन्छ हामीले देवताहरू खोजिरहेको हुन्छौँ र यसमा चाहिँ अब गुण र दोषहरू भनेको चाहिँ जुन गुरु ग्रन्थमा बताएको जस्तै गरेर जस्ताको त्यस्तै हामीले चाहिँ खोज्यो भने त्यो चाहिँ पाउन एकदमै कठिन छ एकदमै गाह्रो छ गाह्रो पनि छ र एक प्रकारले हामीले अब यो दोषै भए पनि एक प्रकारले त्यो चाहिँ हामीसँग चाहिँ कतिको कल्याणकारी कतिको अब गुणे हुनु छ हामीसँग खाना खाने हामीसँग हिँड्ने धेरैजना खगोमाल चाहिँ एकदमै अब महत्त्वपूर्ण त्यो भएको कारणले गर्दाखेरि धेरै देशहरू पनि छ होइन त्यो देशमा चाहिँ अब कर्म चाहिँ एकदमै अब महत्त्वपूर्ण छ त्यो चाहिँ मान्छे जस्तो होइन कसैले र कहिलेकाहीँ अब अलिकति अब अति नै हुन्छ है किनभने अब यस्तो गुरु भन्दाखेरि चाहिँ एउटा देवता जस्तो कुनै अब दोषहरू नभएको पुरै ज्ञानहरू मात्रै भएको गुणहरू मात्रै भएको जस्तो हुन्छ र जे भए तापनि हामीले एउटा कल्याण मित्र भनेको चाहिँ एउटा साथी जस्तो हो हामी साथीहरूको त त्यो चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ त्यही भएर एउटा कल्याण मित्र भनेको एउटा धर्मको मार्गदर्शन गर्ने एउटा साथी त्यस्तोलाई चाहिँ अब एकदमै अब सानो कम्ती थोरै न्यूनतम रूपमा पनि हामीले साथीहरू खोज्दाखेरि पनि एकदमै महत्त्वपूर्ण दिएर अब जो पाए त्यसलाई चाहिँ हामीले साथी नबनाएर चाहिँ एकदमै महत्त्वपूर्ण ठानेर चाहिँ मुख्य रूपमा चाहिँ हामीले त्यसमा चाहिँ हामीले कतिको ध्यान दिने त्यसलाई हामीले कतिको महत्त्वपूर्ण दिने भन्ने कुरा त्यसमा चाहिँ अब भर पर्ने हुन्छ अब गुरु पनि त्यस्तै हो र हामीले शिष्यमा पनि त्यस्तै हुन्छ गुरुले पनि शिष्यलाई अब यो र अब पछि अर्को जुनीमा अब जुन मार्ग देखाउन सक्ने गुरु अब बसमा पार्ने भन्ने कुरा त्यसरी अब त्यो पैसाहरू प्राप्त गर्ने धन सम्पत्ति प्राप्तलाई त्यो चाहिँ त्यस्तो प्रकारको शिष्यलाई चाहिँ एकदमै अब माया करुणा दयाबाट चाहिँ त्यसलाई हामीले धर्म देखाउनु पर्ने हुन्छ मार्ग त्यो भएको कारणले गर्दाखेरि त्यो नभएर चाहिँ अब कहिलेकाहीँ कहिलेकाहीँ हाम्रो यो भुइँमा झर्नै नमिल्ने गरेर चाहिँ अब भन्नु त अब धेरै भए तापनि जुन अब व्यवहारमा उतार्दा चाहिँ
त्यो व्यवहार उतार्नु नसक्ने त्यस्तोहरू भयो भने चाहिँ त्यो चाहिँ अलिकति गाह्रो हुन्छ जुन हामीले गुरुको आश्रय लिँदाखेरि जुन त्यो चाहिँ साधनामा पुर्याउन सक्ने जुन हामीले एउटा मुखले मात्रै त्यो भएको कारणले गर्दाखेरि त्यो चाहिँ मनमा राख्नुपर्ने यति महत्त्वपूर्ण लाग्छ र आज अन्तिममा र आज हामी जुन यो प्रवचनको जुन गुरु पञ्चाशिकाको प्रवचन चाहिँ जुन हामीले सुरु गर्नु नै एकदमै ठुलो कुरा भयो तर पनि र आज हामी मुख्य रूपमा चाहिँ मैले अलिकति सुरुवातमा अलिकति रुगामार्की लागेर एकदम नराम्रो रुगामार्की लाग्यो कोभिड-19 को छेउमा पनि त्यस्तो मलाई कोभिड-19 त भेट्यो तर पनि म 2-3 दिनमा निको भयो र यो पालिको रुगामार्की चाहिँ अलिकति गाह्रो बनायो मलाई अलिकति कठिन भयो एउटा सायद बाधा थियो होला त्यो भएको कारणले गर्दाखेरि आज चाहिँ धेरै दिनपछि फेरि अब धेरै दिनमा चाहिँ मैले अब प्रवचन गर्न सकिनँ त्यसमा चाहिँ यहाँहरूले माफी माग्न चाहन्छु क्षमा चाहन्छु र आज चाहिँ मेन मुख्य चाहिँ जुन यो वसन्त ऋतुको जुन आर्यक्षेमको यसको विषयमा बताउनु पर्दा चाहिँ जुन यो आर्यक्षेमको वसन्त ऋतुको जुन उयो छ त्यो चाहिँ मैले प्रदर्शन गर्नुको कारण चाहिँ के भन्दाखेरि जुन कलियुगभित्र पनि जुन आनीहरू छ भिक्षुनीहरू छ उहाँहरूलाई विशेष गरेर ढलहरूलाई पनि त्यस्तै प्रकारको प्रवचनहरू छ त्यस्तै गरी अब कलियुगका जुन आनीहरू उहाँहरूलाई पनि यस्तो प्रवचन दिन सक्नु राम्रो हुन्छ भन्ने सोचेर मैले यो चाहिँ हामीले सुरु गरेको हो र मुख्य चाहिँ के भने विशेष गरेर उहाँहरूलाई चाहिँ एउटा आत्मबल बढाउनको लागि चाहिँ त्यो कुरालाई मध्यनजर राखेर त्यो एकदमै आत्मबल अब ठुलो आत्मबल लिएर चाहिँ एकदमै सेमसुक लिएर चाहिँ होइन कलेज लिएर चाहिँ तपाईँहरूको तर्फबाट चाहिँ तपाईँहरूको जुन आत्मबल चाहिँ घटेर गयो भने चाहिँ हामीले चाहिँ यताउता जति नै कराएर चिच्याएर पनि केही खासै फरक केही हुँदैन त्यही भएर मुख्य रूपमा तपाईँहरूको तर्फबाट चाहिँ एकदमै आत्मबल बढाएर चाहिँ अहिले राम्रो एउटा मौका पनि रहेछ होइन त्यो भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ हामीले चाहिँ अब आफ्नो जुन तनमन वचनबाट चाहिँ लगाएर चाहिँ जुन अब भगवान बुद्धको वचनलाई चाहिँ हामीले प्रचार प्रसारमा राखेको जुन अहिले जुन भिक्षुनी एकदम फैलिएर गइरहेको छ त्यो भित्र पनि जुन श्रवण चिन्तन मननको कुराहरू छ जुन साधनाहरू छ त्यसलाई चाहिँ फैलाउनुको लागि चाहिँ त्यसको लागि चाहिँ अब यहिले हामीले चाहिँ अब आत्मबल बढाउनु चाहिँ महत्त्वपूर्ण त्यस्तो मलाई लाग्छ र भविष्यमा पनि जुन भिक्षुनीको जुन गण छ त्यो चाहिँ अब एकदमै महत्त्वपूर्ण भएर जाँदैछ जहाँ हेर्दा पनि हामीले अब आनीहरूको गुम्बा नभएको ठाउँमा अहिले आनीको गुम्बाहरू निर्माण गरेर अब अहिले चाहिँ आनीको गुम्बाहरू एकदमै धेरै भएर जाँदैछ त्यही भएको कारणले गर्दाखेरि धेरै आनीको गुम्बामा चाहिँ अन्यको गुम्बाहरूमा चाहिँ अब अध्ययन गर्ने जुन यो शास्त्रहरूमा चाहिँ श्रवण चिन्तन गर्ने जुन अहिले मौकाहरू चाहिँ त्यस्तो वातावरणहरू चाहिँ राम्रो भएर जाँदैछ त्यो भएको कारणले गर्दाखेरि र भविष्यमा जुन आनीको जुन गणहरू छ विशेष गरी आनीहरूलाई चाहिँ अरूभन्दा अलिक विशेष राम्रो चाहिँ अरूभन्दा अलिकति विशेष चाहिँ जिम्मेवारी भएको कुरा चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ त्यो भएको कारणले गर्दा यहाँहरू सबैले चाहिँ एकदमै त्यसमा चाहिँ मन लगाउनु पर्ने आत्मबल बढाउनु पर्ने चाहिँ देख्दैछु एकदम महत्त्वपूर्ण मलाई लाग्छ र त्यहीसँग अर्को के छ भन्दाखेरि चाहिँ पहिला मैले जुन आनेको सेडा बनाउने भनेर कुरा चाहिँ गरेको थिएँ त्यसको चाहिँ अब
भविष्यमा पेथुयागे रेवार छेरी त्यसको आशा चाहिँ गर्दैछु राम्रै हुन्छ भन्ने नेपाल शोल्या नेपालतिर सायद राम्रो हुन्छ कि जस्तो मलाई लागिरहेको छ निर्माण हुने कारण चाहिँ सबैले मनमा राख्नु होला र त्यसै गरी त्यो अर्को म के भन्न चाहन्छु भन्दाखेरि जुन भुटानमा चाहिँ पेमा छुदिङ गुम्बाहरू छन् र उहाँहरू चाहिँ पुरानो गुम्बा छ र त्यो पुरानो गुम्बा चाहिँ भूकम्पहरू पानी आएर पानी चुहुने जस्तो त्यो अलिकति दुःख कष्ट भयो अर्को ठाउँमा चाहिँ सार्नु पर्ने फेरि अर्को एउटा बनाउनु पर्ने त्यस्तो हामी सरसल्लाहहरू भएको थियो सार्नुपर्छ त्यो भएको कारणले गर्दा अहिलेसम्म साथी गर्ने हामी तपाईँहरूले सहयोग योगदान दिइरहनु भएको प्राप्त भएको छ र उहाँलाई सबैलाई धन्यवाद दिन चाहन्छु र चाहिँ उहाँहरूलाई फेरि अझ पनि जति सहयोग पुर्याउन सक्ने दिन सक्ने हुन्छ यहाँहरू सबैलाई साथी अझै सहयोग पुर्याइदिनु हार्दिक चाहन्छु सायद अब आज त्यो होस् र अन्त्यमा मेन्डल भाषण गर्नु मन छ अब धेरै लामो के खास आवश्यक छ त्यो कुरा र संक्षेपमा छोटकरीमा मेन्डल भाषण गरिदिनुहोस्长子我等最近下班的解说也让归去做，给我就是大概就是把他们这的成就些我实际必须就是些蛮多的这种理性人的一个。算给新多媒体表演这个弄的，你见了这不拉说，一些面在上班的别为传说让喇叭些民族是对中的些公报道，是不是民主些人民的些能观念别着能着说。得先说一个过老道的吧，得从一万得先干嘛吧，也不是给吧，这把是做的，该把该别把多少的，看给上送给上，也就上这吧，你不是这吧也帮到老百的那么，他现在也给说到不给个这老马公干上了，说的从头故事人了说。吃来的新街老说的老毛当着外面不是新街老还给那路们我叫他说给把它看见公包起来，你是着蒙古路边嘛就说你说都当下结果那没有说这不是新街了，你对着那说就是老包的，现在就往这边去。妈妈这边没交代，那是路街的那种就不是这说了，你们都是确实没娘看见这。三月真主新计划的也不是电脑之外的嘛，说看清楚电脑之类的咱军队去。等你中国人民的明明着大大给娱乐这就是叫人不行，俺给你那些什么叫的平时下边什么的的那个不遇到的一百。上给电报的也有那就做什么给我世界的别多空点给我找感觉把大家老什么那不啦。Sorda mi be de vuru gyuru je bade la me ja be de bada ganim yon la di yin jo wa da da je ma le zo za ri nyu do zang ge za la ge bara sho la so ta de ne din gonda र आज बेलुका最点大大的各都讲什么嘞？就是第一个羊毛是吧？俺爱学啊，有些把学啥的，न मैले भन्नुपर्ने चाहिँ सबै भनिसकेको छु र विशेष अरू के भन्नुपर्ने खासै आवश्यक छैन तर पनि र आज जुन आनीहरूको जुन प्रवचनमा आउनुभएका
यहाँ सम्पूर्ण गुम्बाहरूबाट आउनुभएको यहाँ सबैलाई एकदमै धन्यवाद भन्न चाहन्छु र पछि अर्को साल पनि यहाँ जतिसक्दो धेरै आउन सक्यौँ राम्रो हुन्छ होला र फेरि हाम्रो कम्ती कम्ती हुँदै गयो भने चाहिँ अति नै राम्रो हुँदै होला त्यही भएर चाहिँ तपाईँलाई सकेसम्म चाहिँ जति सक्दो धेरै आउन सक्यौँ राम्रो रहेछ अहिले चाहिँ कतिवटा गुम्बाहरू चाहिँ कति त आउनु कतिवटा चाहिँ गुम्बाहरू चाहिँ आउन सक्नु भएन र पछि अर्को गुम्बा पछि अब एकदमै महत्त्वपूर्ण काम भयो भने बेग्लै कुरा भयो न नत्र अब यहाँ सबैजना चाहिँ आउन सक्ने एकदम राम्रो छ यो चाहिँ हामी अब समग्र एउटा शासनको काम हो नत्र एउटा कुनै विशेष गुम्बाहरूको होइन त्यसको फाइदाको लागि गरिएको काम होइन स्थिति होइन त्यही भएर सबै जुन अब यो समग्र शासन चाहिँ फैलिनु सक्यो भने होइन त्यो चाहिँ अब हामी सबैलाई चाहिँ राम्रो अब त्यो स्वाभाविक रूपमा चाहिँ राम्रो भएर जान्छ सबै कुरा राम्रो भएर जान्छ र कसै एकजनाको नराम्रो भयो भने अब कहिले काहीँ चाहिँ कहिले समस्याहरू पनि आइपरे पनि तर पनि हामी भित्र चाहिँ वास्तवमा हामीलाई अब स्वाभाविक रूपमा चाहिँ हामीलाई अब राम्रो भएर जाने हुन्छ र त्यही भएर त्यो यो महत्त्व चाहिँ यहाँहरू सबैले बुझ्नुपर्ने हुन्छ र त्यसै गरी र अहिले त खासै केही अब त्यस्तो हुन सकेन म पनि यहाँ अन्यहरूको जुन प्रवचन म आफै अब प्रत्यक्ष आउनु सँगै हामीले सेवा गर्ने मलाई आशा ठुलो छ तपाईँहरू प्रत्यक्ष आएर र अब त्यस्तै होला अब विशेष यहाँहरू डोबेरुमैसीलाई धन्यवाद भन्न चाहन्छु त्यसै गरी विभिन्न गुम्बाहरू खेम्बोलोपेनहरूलाई सधैँ हामीले जुन प्रवचन गरिन्छ उहाँहरूलाई धन्यवाद दिन चाहन्छु र आज अहिले हामीले यो उहाँहरूलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु र किन होला This is